भर्ती गराउने खती हुन्छ है। ल अहिले चाहिँ हामी एन्जिला हेर्न आएको छौँ। एन्जिला नमस्ते सेवारो, वेलकम ब्याक माई न्यू ब्लग। होइन हामी चाहिँ आज चाहिँ एकदम फिल्म हेर्न जाउँ भनेर लागिरहेछौँ। बाटो हलतिर सिने प्लाजातिर जाँदैछौँ। यस्तो छ माहौल चाहिँ। धिमाल चोक 5 पर्छ यो ठाउँ चाहिँ। म पनि नयाँ हो यहाँ चाहिँ। ल एन्जिला चाहिँ अलरेडी सो सुरु भइसकेको छ। हामी चाहिँ अब 8 बजीको सो पर्खेर बसिरहेछौँ है एन्जिला सिने प्लाजा हलमा। रमाइलो रहेछ यहाँ पनि फोटो खिच्ने यताउता। ल अहिले चाहिँ हामी एन्जिला हेर्न आएको छौँ। एन्जिलाको अहिले 6:45 को सो चाहिँ सुटिसकेको छ। हामी चाहिँ 8 बजेको सो पुगेर बसिरहेको छौँ। सो 8 बजेदेखि नै हेर्छौँ हामी। 8 बजेकै सो हेर्छौँ। अब सुटिसकेको सो र हेरेपछि कस्तो हुन्छ एन्जिला कस्तो छ, त्यसपछि हामी कस्तो प्रतिक्रिया दिन्छौँ त्यसको लागि चाहिँ मेरो भ्लग हेर्नुपर्छ है सबैजनाले। ल हल चाहिँ यो पाथिभरा सिने प्लाजा। अनि ऊ त्यहाँ माथि हामी देख्न सक्छौँ पाथिभरा लेखेको होइन, पाथिभरा सिने प्लाजा यस्तो छ। आज चाहिँ हामी पाथिभरा सिने प्लाजामा छौँ। एन्जिला हेरौँ भनेर आएको छौँ। हल सिने प्लाजा यो चाहिँ अतिथि सदन छेउमा पर्दो रहेछ। मलाई पनि थाहा थिएन, म पनि फर्स्ट टाइम आएको हो सिने प्लाजा। ल हामीले चाहिँ अलरेडी टिकट किनिसकेको छौँ। यस्तो टिकट आउँदो रहेछ सिने प्लाजामा होइन। सिने प्लाजाको टिकट चाहिँ यस्तो छ। यहाँ त भ्लग भइरहेछ है, किन पादेको भन्ने होइन नि। छैन। आज हामी के गरी गर्ने के माई नेम इज के अरे इमारम। वाट इज योर नेम? My name is Alamiwala. हेलो मिस, वाट इज योर नेम? My name is Priskayami. साम्लोमा होला हौ। को हो साम्लोहाङमा चाहिँ? अनि आज के गर्नु आएको अरे हामी? के मुभी हो? मुभीको नाम के हो? एन्जिला। गुड। ल धमाधम यता चाहिँ टिकट खरिद गर्ने मान्छेहरूको लाइन लागेको छ होइन। ल तपाईँ निस्किँदै हुनुहुन्छ है। ल अन्जिला छुट्छ है, अन्जिला छुट्छ है, अन्जिला छुट्छ। ल मलाई लाग्छ फिल्म स्टार्ट भइसक्यो जस्तो छ। अन्जिला स्टार्ट भइसक्यो जस्तो छ है। ल मान्छे नाइटमा चाहिँ अलिक धेरै मान्छे हुने रहेछ मुभी हेर्नु सिने प्लाजामा। यता माथि होला सायद मान्छेहरू छिरिरहेछ। लु हिँड 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 हिँड। खुट्टा दुखेर साह्रो भइसक्यो, परिसक्यो। म त खुट्टा दुखेरै मर्छु होला। पाथिभरा सिने प्लाजा चाहिँ अतिथि सदन छेउमा रहेछ। अतिथि सदनै होला यो। लोकेसन चाहिँ मलाई नि एक्ज्याक्टली थाहा छैन, तर आज फर्स्ट टाइम फिल्म हेर्नु आयो। धेरै कुद्दैछ अगाडि अगाडि। के अब त रात पऱ्यो अनि। है है
पैसा दिनुपर्छ होला है। ल फाइनली हामी चाहिँ अहिले फिल्म हेरिसकेर चलचित्र एन्जेला हेरिसकेर फर्केर रुममा आइसकिसक्यौँ। अब अघि चाहिँ हामी बाटोमा अलिकति बोलेको छैन। फिल्म चाहिँ चलचित्र चाहिँ अलि अन्तिममा चाहिँ अलि इमोसनल खालको रहेछ क्या। बिचमा पनि बिच बाटोमा पनि अलि इमोसनल बनाउने किसिमकै छ अनि अलि रौँ लाग्ने खालको फिल्म पनि छ। तर फिल्म एकदमै राम्रो छ, एकदम राम्रो बनाएको छ फिल्म चाहिँ। अब मेरो तर्फबाट चाहिँ म सम्पूर्ण इन्टायर टिमलाई चाहिँ धन्यवाद भन्न चाहन्छु। एकदमै राम्रो फिल्म बनेको छ एन्जेला। सबैजनाले हेर्नु होला र हेरेर मैले जस्तै प्रतिक्रिया दिनु होला। अनि आजको मेरो भ्लग चाहिँ यति नै। अब नेक्स्ट भ्लग चाहिँ हेरौँ कहाँ कसरी के खिचिन्छ होइन। अब म त्यस्तो साह्रो कन्टेन्ट क्रिएटर मान्छे चाहिँ होइन, बसिरहेको हुन्छु बाइचान्स यताउता कतै केही हुँदाखेरि खिचेर हाल्ने मान्छे हो। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू सो मच एन्ड सपोर्ट एन्ड सब्सक्राइब माई युट्युब च्यानल। धेरै धेरै धन्यवाद।